मलाई लाग्दैन कि प्लेयरहरूलाई पछाडिबाट चाहिँ सपोर्ट चाहिँ पुगेको छैन जस्तो लाग्दैन है मलाई चाहिँ के लाग्छ भने क्यानले एकदम ब्याक गरिरहेको छ प्लेयरहरूलाई क्यानले फेसिलिटिजहरू एकदमै राम्रो दिइरहेको छ गेमहरू एकदम धेरै नै भइरहेको छ नोट ओन्ली मेन्स क्रिकेट वुमेन्स क्रिकेट पनि त्यति नै राम्रो भइरहेको छ अब यो चाहिँ कहाँबाट कसले बनावटी रूपमा आएर जहिले नि सन्दीप पारोस् भनेर चाहिँ त्यो एउटा द्वन्द्व फैलाउने मात्रै एउटा हो होइन भित्री रूपमा हामी दुईजना एउटा दाजुभाइको तरिकाले नै छौँ अहिले पनि रमन दाई टाढाबाट यसरी टिनिक कुदेर आउँदै रमन दाईले चाहिँ भाइ सिलेक्सन भयो आइपिएलमा अनि सबैजना जति पनि हुन्थ्यो त्यति बेला ग्राउन्डमा यस्तो खुसी हुनुभयो होइन क्यानले नै गर स्यान्डी भनेर भन्यो भने त अब मैले नाइ भन्ने बाटो नि पाउँदिनँ त्यसमा होइन तर म चाहिँ अहिले यो सबै सोचमा चाहिँ छैन एयरपोर्टमा अरू बेला नेपाल फर्किँदाखेरि स्वागत हुन्थ्यो धुमधामको स्वागत हुन्थ्यो होइन तर त्यो बेलाको तपाईँको जुन नेपाल फर्किनुभयो तपाईँको हातमा हतकडी लाग्यो होइन त्यो त साह्रै नमिठो छेड थियो तपाईँको समर्थकहरूको लागि तपाईँले त्योभन्दा अगाडि एक्सपेक्ट गर्नुभएको थियो मलाई यसरी चाहिँ हतकडी नै लगाइदिन्छन् भन्ने त्यो अनुमान थियो अब उहाँहरूले चाहिँ होइन अब त्यो लाउनै पर्छ भन्ने चाहिँ भयो अब कुराहरू अब फेरि मैले चाहिँ अब नाइ पनि भन्न मिलेन ठिक छ उहाँहरूलाई जसरी अब जानुपर्ने त एउटा ठाउँ त्यही नै थियो त्यति बेलाको लागि अब जसरी लिएर गएँ नि अब त्यति बेलामा त अर्धमृत अवस्थामै थिएँ म एकजना होइन दुईजनाकै गोपनीयता राख्नु जरुरी हुन्छ जस्तो लाग्छ होइन लेट कानुनलाई त्यो आफ्नो तरिकाले काम गर्न दिने होइन हिजोसम्म मलाई नराम्रो भन्थे आज जसले माथि केस लाउनु हो उहाँलाई चाहिँ नराम्रो भन्छ सबैजनाले होइन त्यो चाहिँ नराम्रो हुन्छ कि जहिले पनि कसैको लागि पनि जिल्ला अदालतले आफूलाई जे ठिक लागेको थियो उहाँहरूले गर्नुभयो उच्च अदालत जे ठिक लागेको थियो उहाँहरूले गर्नुभयो सर्वोच्च अदालतले जे ठिक लाग्यो त्यो चाहिँ उहाँहरूले गर्नुभयो सो अब मेरो सम्मान चाहिँ सबैप्रति छ सबै मानिसप्रति छ यो देशको जनताप्रति छ यो देशको कानुनप्रति छ यो देशको हरेक मान्छे जो चाहिँ बाँच्न चाहन्छ बाँच्ने रहर छ केही कार्य गर्ने रहर छ आफूलाई चाहिँ एउटा जुन स्वतन्त्र भएर अगाडि बढ्ने रहर छ सम्पूर्णप्रति एउटा सम्मान चाहिँ जहिले पनि छ मलाई